आज हामी हेलसिङ्कीबाट करिब 3 घण्टाको ड्राइभमा रहेको मिकिले भन्ने ठाउँको नजिकै रहेको सुक्लाबा भन्ने ठाउँमा मिड समर कटेजको लागि प्रस्थान गर्दैछौँ। यो ठाउँ समर कटेजको लागि प्रख्यात छ। यस ठाउँमा रहेको कोजी कटेज र वरिपरिको विशाल ताल साथसाथै हरियालीले यस ठाउँलाई अझ राम्रो बनाएको छ। यसको साथै स्वच्छ हावा र चराहरूको चिरबिरले पनि यस ठाउँलाई अझ रोमाञ्चित बनाएको छ। यसको साथसाथै यो ठाउँ थकान मेटाउने एउटा राम्रो गन्तव्य बनेको छ। यो ठाउँको वरिपरि विभिन्न हाइकिङ रुटहरू पनि छन् र फिसिङको लागि त यो ठाउँ एकदमै प्रख्यात छ। यस्तो राम्रो समर कटेजमा हामी केही साथीभाइ मिलेर जाँदैछौँ र केही दिन रात यही कटेजमा बिताउनेछौँ। ल ह्यापी मिड समर। अब हामी केही घण्टाको ड्राइभपछि मिकेलीमा रहेको प्रिजमा भन्ने ग्रोसरी पसलमा केही सामानहरू किन्दैछौँ। त्यहाँ हामीले हाम्रो ब्रेकफास्ट, डिनर, लन्च तथा ग्रिल गर्नको लागि चाहिने विभिन्न फुड आइटमहरू सरसामानहरू किन्यौँ। हाम्रो ट्रिप प्लानर तथा डिरेक्टर शिवानी श्रीले बनाएको ग्रोसरी लिस्टको आधारमा हामीले केही ग्रोसरी सामानहरू कलेक्ट गर्यौँ र उक्त सामानहरू लिएर अब हामी हाम्रो केही दिन र रातको बसाइरहेको कटेजतर्फ लाग्दैछौँ। फाइनली हामी चाहिँ यो मिकेलीबाट केही घन्टा पर भनेको आई थिङ्क 1 आवर टाढा रहेको सुक्लाबा भन्ने मोक्कीमा आयौँ। यो मोक्की चाहिँ यस्तो राम्रो रहेछ, भिल्ला टाइपको है, तलमाथि। इट इज सो नाइस मोक्की। अब हामी चाहिँ केही साथीहरूलाई कुर्दैछौँ। यता पछाडिपट्टि चाहिँ लेक छ, यो तल पछाडि लेक छ, कस्तो राम्रो लेक रहेछ।
हामी थोरै चाँडै भयो तर मक्की चाहिँ एकदमै राम्रो रहेछ सो नाइस मक्की अब साथीहरू आएपछि हामी केही रमाइलो गर्ने ल अलिक वाउ इट लुक्स सो नाइस काठै काठले भनेको यस्तो राम्रो मक्की रहेछ अनि त्यहाँ तल पनि माछा मार्ने फिसिङ गर्ने ठाउँहरू पनि रहेछ यता पछाडि अनि लगभग यो जङ्गलको बिचमा रहेछ तर मक्की सो नाइस अब हामी चाहिँ अराउन्ड 3 आवर्सको ड्राइभ हेलसिङ्कीबाट है यहाँ आएर लगभग 3 नाइट्स 4 डेज भन्नु पर्यो त्यति टाइमको मक्की साथीभाइ रमाइलो गर्दै मिड समरलाई मनाउँछौँ ल अब हामी के गर्छौँ कसरी के गर्छौँ गर्दैनौँ यो सबै कुरा म भिडियोमा क्याप्चर गर्छु पक्कै पनि तपाईँलाई यो भिडियो मनपर्छ होला यस इट्स अ भेरी नाइस प्लेस मक्की है अनि यो कम्पेरिटिभली त्यस्तो महँगो पनि छैन थोरै टाढा भएर पनि होला सो नाइस जङ्गल त जङ्गल रहेछ लाङखुट्टे लाग्छ कि लाग्दैन लेट्स सी कस्तो राम्रो छ नि आई थिङ्क हाम्रो मक्कीमा सबभन्दा राम्रो यही अब रियाक्सन भिडियो पनि बनाउनु पर्यो 1 2 3 go प्रदीपको तालु ठ्याक्कै देखियो नि त टलक्कै टल्कियो केही आपत्ति छैन नि भिडियोमा आयो भने यो मक्कीले त आकाशको पनि विश लिस्ट पुरा गर्यो कुसुमको पनि विश लिस्ट पुरा भयो यो एरियामा आएर त उसले स्पिड बढाइदियो नि अरूले ढुङ्गा हाल्नु नि भनेर यहाँ हामीलाई देखेर स्पिड बढायो हाम्रो कलेजबाट एकदमै आई थिङ्क फ्यु स्टेपै भने भयो होइन यहाँ लेक रहेछ कस्तो राम्रो शुक्ला भएको लेक भेरी राम्रो छ अब यहाँ हामी चाहिँ वी विल डु फिसिङ कति माछा मारिन्छ लेट्स सी अब त्यही हो है
प्रदीप पनि छ, आकाश पनि छ। माछा मारेर मेबी वी विल डु ग्रिली टुनाइट है। लेट्स सी कति माछा पर्छ। प्रदीपलाई के छ? हैन एकदम रमाइलो छ यो। अहिले पानी त हल्का पर्न लाग्यो जस्तो त गरेछ। एक्सरिन के एकदमै आनन्द लाग्छ। माछा मार्न पायो भने, माछा पर्यो भने चाहिँ साउनामा आगो नि बोल्दैछ। ल गाइस, हामी माछा मार्ने कार्यक्रम गर्छौँ। यति राम्रो छ यो ठाउँ। यो चाहिँ मिकिलीबाट अराउन्ड 1 आवर ड्राइभ सुक्लावा भन्ने ठाउँमा हो। इट्स अ सो नाइस प्लेस। मान्छेहरू यहाँ इन्जोय गरिरहेका छन्, बोटिङ गरिरहेका छन्। अनफर्चुनेटली हामीसँग बोटिङ चाहिँ भएन अहिले। होइन त्यहीँ त्यसरी तिमी गएर खाऊ भित्तामा अब यो फिसिङ भनेको चाहिँ प्यासेन्सको राम्रो उदाहरण हो। हामी अब एउटा माछा समात्नको लागि घन्टौँ पुरेर अनि यो रुँगेर बस्ने भन्छ नि, बस्नुपर्छ। अहिलेको अहिले परिहाल्छ भन्ने छैन लेख्छु, तर यो तालमा माछा धेरै नै छ भन्ने पनि हो। कतिको पर्छ तान्दै यहाँ तान्दै जानु। आज डे 2 कस्तो भइरहेछ? हल्का पानी परेको छ बिहान हैन। मौसम बिहान हामी उड्दाखेरि एकदम क्लियर थियो। हामी चाहिँ यहाँ चाहिँ फिसिङ गर्न आएको थियौँ हैन, पानी परेर लिएर हैन। अनि हामीले फिसिङ रड कसरी हुक गर्ने, कसरी चाहिँ तान्ने उड्ने सबै कुराहरू सिक्यौँ, रिल गऱ्यौँ। एकैछिन माछा त परेन, पानी पर्यो। बेबीसँग आएको, बेबीले खुब इन्जोय गरिरहेछ आज है। त्यही त। प्रदीपलाई डे 2 कस्तो लागिरहेछ? एकदमै राम्रो छ। अब म अलिकति थोरै हिँडे पनि दौडी। त्यो होइन, पसिना देखिरहेको छु मैले। नेचरमा यो रुखै रुखको ग्रिनरीमा एकदम। अनि ब्याकग्राउन्डमा शान्त सफा ताल छ है। राम्रो छ। ओभरअल डे 2 किक स्टार्ट हुँदैछ। लेट्स गो। यसलाई कस्तो लाग्यो? मलाई अब त्यही हो, रमाइलो छ। धेरै पछि यो काम यताउता यस्तो उस्तोबाट फ्री भएर यसरी आनन्दले बस्दा खाँदा साथीभाइसँग गफ गर्दा अब यो जस्तो रमाइलो क्षण त के नै हुन्छ होइन। त्यही भएर अनि फेरि ड्राइभिङ पनि रमाइलो भयो होइन। सर आइयो गरियो। इट वाज सो नाइस। घर चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ। आई थिङ्क अब मेरो ड्रिम घर यही नै हुन्छ होला। भोलि पर्सि पैसा कमायो भने एउटा यस्तै बनाउनु पर्ला नि त। भनेपछि र्यान्चोले पनि अब ड्रिम घर भयो चाहिँ हो। अब नेपाल गएपछि बन्न सक्छ काठै काठको घर है। अब हामी यो डे 2 मा
हो होइन हामी धेरै मोकी गइयो आई थिङ्क योन्सोको पनि एकदमै राम्रो थियो त्योभन्दा यो मन पऱ्यो कि है कस्तो राम्रो यो चाहिँ पैसा बोकेर हिँडेको भाइ यही किन्ने रहेछु अहिले आजै डिल हान्नु थियो अब पैसा अब यो नयाँ घरको त कपाल अफ इयर्स भनेको अब 10-15 वर्ष त आउँदैन नि त्यति खर्च त्यसपछि यहाँ त अनलाइनै एक्ज्याक्टली गाडी जस्तै त हो केटोलाई नेपाली भइसकेको छ भात मिस है तर बाङ्गो त बाङ्गो हो तर इट्स ओके हुन्छ भुसन दाल त होइन म मैले बनाइदिएँ हुन्छ भात ठिक छ यो चामल मिठो हुन्छ क्या खालि थोरै अनि धेरै खाऊ एकचोटि थपे भयो ट्याक्कै यति किमा फ्राइड त्यसपछि लै कुशल कुशल तिमीले हाने जस्तो गर नान अनि म त्यहाँ हाने जस्तो गर्छु है त ल ल मजा आयो ल है आजको गेममा चाहिँ टिम के अरे तिमीहरूको टिम ब्लू हो के अरे टिम ब्लू विनर थियो है अब त्यही भएर त्यसलाई हामी प्राइज डिस्ट्रिब्युट गर्न गइरहेका छौँ टिम ब्लूमा चाहिँ सुमी अनि प्रदीप र आकाश थिए ल हस्तान्तरण हुँदैछ ल ल टिम ब्लू ल कङ्ग्रेचुलेसन हे कि दोष ल थ्याङ्क यू अब पार्टिसिपेन्टहरूलाई पनि थ्याङ्क यू अब यो टाइम नजिते पनि अर्को टाइम फेरि इन्डिभिजुअल गेमको यो चाहिँ लेजेन्डरी अवार्ड होइन एक सर्टमा 50 लिएर आएको एक राउन्डमै चाहिँ फुल मार्क्स लिएर आएर होइन यस्तो चाहिँ ओलम्पिक रेकर्ड म्याच गर्नु हुने जितेन्द्र सिंह थापा अथवा उर्फ DST दाइलाई इडुटेल्स र ट्राभल टेल्सको चाहिँ मालिक पानी परिरहेछ के छ गिफ्ट यार यसो Let's open the gift, guys. Let's open the gift. यो बोतल लिन सक्नु पानी आउँदा Nice. Content creation आकाशको मेरो 32 हजार कस्तो रह्यो ए नाइस हेडलाइट नाइस बेलुकालाई डे 3 होइन अब हामी चाहिँ ब्रेकफास्ट गरिरहेको छौँ अब हाम्रो ब्रेकफास्ट यहाँ यस्तो खाले छ सबैजना अब केटीहरू मैले भिडियो अन गर्ने बित्तिकै सबैजना चुप्प लाग्ने खाले युट्युबरको अगाडि गाह्रै छ सबैलाई साउनाको लागि आगो बाल्ने कार्यक्रम चलिरहेको छ अब यो चाहिँ फायर विक साउना रहेछ हामी
साउना बस्छौँ त्यसपछि अनि हामी के गर्छौँ भन्ने कुरा अब त्यसपछि थाहा हुन्छ के रे पानी हाल्नु मेरो मोबाइलले खोल्यो ल दुध है फिनल्यान्डमा चाहिँ अब अनि त्यसपछि एउटा जब भयो भने चाहिँ त्यो जब नै सस्टेनिङ हुन्छ लामो समयसम्म त्यो जब गरिराख्न मिल्छ होइन 5-7 वर्षैसम्म अथवा कतिसम्म होइन अनि त्यहीबाट चाहिँ करियर ग्रोथ हुन पनि सक्छ होइन अब पोसिबिलिटिज त छ धेरै छ ग्रेजुएट भएर अनि छोड्नै भएन कि आफ्नो ठाउँ अनि मेन कुरा चाहिँ प्यासेन्स भन्छ नि एकदमै चाहिन्छ है अघि नै हामीले कुरा 1 इयर चाहिँ नेपालबाट कोही स्टुडेन्ट आउँदैछ भने 1 इयर चाहिँ भनेको आफूलाई 1 इयरसम्म आई निड अ प्यासेन्स मैले पढ्ने त्यो काम खोज्ने उ गर्ने त्यो के ड्युरेसन हुन्छ नि त्यति चाहिँ राख्नै पर्छ आई थिङ्क त्यतिन्जेलसम्म त केही न केही चाहिँ हुन्छ जस्तो लाग्छ कि शुक्लाबाको यो समर कटेज यात्रा साँच्चीकै विशेष रह्यो शुद्ध हावा शान्त ताल मन रमाउने साउना रमाइला कुराकानी र साथीहरूको साथ सबैले मिलेर यो समयलाई अविस्मरणीय बनाइयो केही दिनका लागि यथार्थबाट टाढा भएर आफैसँग र आफ्ना प्रियसँग समय बिताउन पाउनु साँचो रिफ्रेसमेन्ट बन्यो हाम्रो साथ दिनुभएका सबै दर्शकलाई मुरीमुरी धन्यवाद तपाईहरूकै साथले यो यात्रा अझ रमाइलो र अविस्मरणीय बन्यो र हाम्रो टिम तपाईहरूको साथ हाँसो खाना पकाउने रमाइलो र क्याम्प फायरका गफहरू कहिले भुलिने छैन अब बिस्तारै फर्कने बेला भएको छ तर यहाँका यादहरू सधैँ हामीसँग रहनेछन् फेरि चाँडै भेट्नेछौँ तबसम्मको लागि स्वस्थ रमाइलो र प्रेरणादायी रहनुहोस् धन्यवाद